सम्पूर्णलाई नमस्कार। र आज चाहिँ हामी माइग्रेस होप टी गार्डनमा जो एउटा सालामान्डर लेक छ है, र त्यहाँको ब्युटी हामी आज देखाउन गइरहेको छौँ। हेर्नुहोस् यो पुरा भिडियो। र यो चाहिँ हो माइग्रेस होप टी गार्डन, भन्ज्याङ झिलको नजिकमा हामी छौँ है। र पयुल एकदमै रमाइलो फुलिरहेको छ र हजुरहरूलाई मैले यही देखाइरहेको छु। र यो चाहिँ हो ब्युटी अफ माइग्रेस होप टी गार्डन। एकदमै मजाले फुलिरहेको छ पयुली है। र यो गार्डन पनि एकदमै सफा, बाटोघाटो पनि एकदमै सफा है। र हजुरहरू मेरो च्यानलमा नयाँ हुनुहुन्छ भने अवश्य यस च्यानललाई फलो गरिदिनुहोस् है। र तपाईँहरूले यस च्यानलमा ब्लग साथसाथै तपाईँहरूले सोसियल वर्कको इन्फर्मेसन पाउनुहुन्छ। साथै गभर्मेन्ट स्किम्स, आधार कार्ड रिलेटेड है, भोट कार्ड रिलेटेड, त्यस्तै इत्यादि गभर्मेन्ट स्किम्सहरूको नलेजहरू तपाईँले यस च्यानलमा पाउनु सक्नुहुन्छ है। र अब चाहिँ हामी सालामान्डर लेक जाँदैछौँ है। र त्यहाँ के कसो सिचुएसन छ, कन्डिसन छ सालामान्डर लेकको, सो कुरा म तपाईँहरूलाई देखाउने छु है। र जो टावर देखिरहनु भएको छ है, र त्यसकै नजिकबाट चाहिँ हामी तपाईँहरूलाई सालामान्डर लेक देखाउनेछौँ, जो चाहिँ भन्ज्याङ झिल पनि भनिन्छ है। सोनादा माइग्रेस होप टी गार्डनमा पर्दछ। र हामी चाहिँ अब आइपुग्नु आँट्यौँ है। र यत्रो बाटो हामीले कभर गऱ्यौँ। यहाँ यत्रो बाटो हेर्नुहोस्, कचुवाको सेपमा भएको टी गार्डन है, माइग्रेस होप टी गार्डन देख्न सक्नुहुन्छ। कचुवा जस्तै देखिरहेको छ है। एकदमै मजाले फुलिरहेको छ पयु। र अब चाहिँ हामी यहाँबाट हिँड्नेछौँ। र यहाँबाट चाहिँ हामीले देख्नेछौँ झिल, भन्ज्याङ झिल अर्थात् सालामान्डर लेक। यस भेलीको एकमात्र झिल है, जो चाहिँ सालामान्डरको प्रोटेक्सन कन्जर्भेसनको लागि चिनिन्छ है। एकदमै रमाइलो दृश्य तपाईँले देख्न सक्नुहुन्छ है। हरियाली, शान्त, काम। अब झिलमै गएर हामीले है झिलको के कसो अवस्था छ सो कुरा हामी जान्नेछौँ। र अब हामी है झिलकै नजिकमा पुग्न लागेको छौँ। र हामी चाहिँ झिलमा आइपुग्यौँ है। सालामान्डर लेक, भन्ज्याङ झिल पनि भनिन्छ है। माइग्रेस होप टी गार्डनको वान अफ द फेमस पिकनिक स्पोट भन्दा पनि हुन्छ है यसलाई। एकदमै शान्तसँगले बगिरहेको छ पानी है। र पानी चाहिँ यता डिरेक्सनबाट लिएर यो चाहिँ नर्थ भयो है, यहाँबाट चाहिँ यता साउथपट्टि जान्छ। र यो चाहिँ हो माइग्रेस होप टी गार्डनको
टी गार्डन है, जो चाहिँ एकदमै सुन्दर सेपमा तपाईँले देखिरहनु भएको छ है, र कछुवाको सेपमा जस्तो छ यो है, तपाईँले देख्न सक्नुहुन्छ। र एकदमै सुन्दर दृश्य, हरियाली टी गार्डन है। सालामान्डरको तस्बिर है, नक्सा, जो चाहिँ यसरी सिमेन्टमा यसरी ढुङ्गामा खोपिएको छ है। र यस ठाउँलाई, यस लेकलाई वान अफ द कन्जर्भेसन अफ सालामान्डर भनेर चिनिन्छ यस लेकलाई। आशा छ हजुरहरूलाई आजको यो भ्लग मन पर्यो है, भन्दै म आजको भ्लगबाट बिदा लिन्छु। नमस्कार।